आज पनि घरमा चुलो बल्न गाह्रो पर्ने भयो। दाल सकियो, तेल झन् 3 दिनदेखि छैन। आज धेरै चिसो छ सीता, तातो चिया बनाइदेऊ न। दुध छैन विवेक, कालो चिया बनाउँछु, त्यो पनि चिनी अलिकति मात्र छ। माफ गर सीता, म काम गर्न सक्दिनँ। मेरो खुट्टा झन् दुख्न थालेको छ। म बुझ्छु विवेक, तिमी रोगी भयो, यो तिम्रो दोष होइन। तर बच्चाको स्कुलको फी तिर्नु छ, घर भाडा पनि बाँकी छ, अब म के गरौँ? अर्को दिन सीता बजार जाँदै हुन्छन्, उले उनको पुरानो साथी मायालाई भेट्छिन्। सीता, ए सीता, कता हिँडेको? माया, के भनौँ, काम खोज्दै हिँडेको। मेरो घरको हालत त तिमीलाई थाहा नै छ। एउटा होटलमा कामदार खोज्दैछन् रे। पैसा थोरै होला, तर सुरु गर्यो भने राम्रो हुन्छ। साँच्चै? कहाँ छ त्यो होटल? मलाई लगिदेऊ न। बस पार्क नजिकै छ, हिँड, म तिमीलाई लैजान्छु। सीता, तिमी काम गर्न सक्छौ? कडा मेहनत चाहिन्छ नि। म सक्छु सर, मैले घरको सबै काम गर्न जानेको छु, मलाई एकचोटि मौका दिनुहोस्। तलब धेरै दिन सक्दिनँ है, 5,000 मात्र दिन सक्छु। बुझ्यौ नि सीता? सीता काम गर्न थाल्छिन्, भाडा माझ्ने, भात पकाउने, ग्राहकलाई सेवा दिने। बिस्तारै होटल मालिक खुसी हुन्छ र सीताको तलब 8,000 दिन्छ। घर जाँदै गर्दा सीताले बाटोमा केही गाउँका महिलाहरूलाई भेट्छिन्। सीता, तिमी हाम्रो साँचो प्रेरणा हो। तिमीले काम गरे जस्तो जीवन बनायौ, त्यो हाम्रो छोराछोरीले पनि सिक्नुपर्छ अब तिमीबाट। हो साथीहरू, म गरिब थिएँ, अझै पनि छु, तर गरिबीले रोक्न सक्दैन। इच्छा र मेहनतले बाटो देखाउँछ, हामीले त्यो बाटो हिँड्नुपर्ने हुन्छ। त्यतिकैमा सीताकी सानी छोरी त्यहाँ आउँछिन्। छोरी, कहिले हार मान्नु हुँदैन। परिस्थिति कति गाह्रो भए पनि सङ्घर्ष गर्यो भने जीवन सजिलो बन्छ है। म आमा जस्तै बन्न चाहन्छु आमा, म पनि काम गर्छु, सपना देख्नेछु। अब आउने भविष्य तिमीहरूकै त हो नि, म त एउटा उदाहरण मात्र न हो। यस्ता अझै धेरै महिलाहरू छन् जसले आफ्नो जीवन सङ्घर्षबाट बाँच्ने, हाँस्ने अनि अरूलाई प्रेरणा दिने बनाएका छन्।